आज गोर्खा दरबारमा राजा आउँदै हुनुहुन्छ। यहाँ राजा स्वागतको लागि धेरैजना बसिराख्नु भएको छ। राजा यही गेटबाट हुनुहुन्छ। यति धेरै जनमास छ र राजाको स्वागतको लागि गोर्खालीहरू सबैजना यहाँ दरबार परिसरमा आइसक्नु भएको छ। हामी राजा 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 आउँदै हुनुहुन्छ। राजाको सवार भइसकेको छ गोर्खा दरबारमा। राजा हाम्रो नेपालको राजा यहाँ आइसक्नु भएको छ। राजा टोपी बुट्टे टोपी राजाले मन्दिर दर्शन गर्दै हुनुहुन्छ। सबैजनाको मुखमा पनि खुसी छाएको छ। राजा त्यतिखेर गोर्खा दरबारमा राजाको स्वागतको लागि गोर्खा दरबारमा नै धेरै भिडभाड भइरहेको छ। भिडभाड देख्न सक्नुहुनेछ। राजालाई वेलकम गर्नको लागि सबै गोर्खाली जनताहरू यहाँ हुनुहुन्छ। राजा अहिले मुख्य पूजा गर्ने ठाउँमा प्रस्थान गरिसक्नु भएको छ। उहाँले पूजा गरिसकेपछि मात्र अन्य सर्वसाधारणहरूले पूजा गर्न पाउनेछ। सुरुमा राजाले बलि पूजा गर्नुहुन्छ। त्यसपछि हामी अन्य सर्वसाधारणको लागि पालो पाउनेछ। यति नै कुरा भने गोर्खाली जनताहरू सबैजना राजाको स्वागतको क्रममा यहाँ हुनुहुन्छ। धेरै भिडभाड छ।